तपाईँ कहिले एक्सट्रिम पानी परेको बेला हिमालमा हिँड्नु भएको छ? 4400 मिटरको हाइटमा एक्लै सुत्नु भएको छ? 12 दिनको ट्रेक, हामी 2 जना मात्र टुरिस्ट, होटेलहरू सबै बन्द, टोटली अफ सिजन। कहाँ बस्ने, कहाँ सुत्ने, के गर्ने केही ठेगान छैन। कतिपय ठाउँमा त हामी आफै बाटो बनाउँदै हिँड्नु परेको थियो। जस्ट फर द ड्रिम टु सी माउन्ट मनास्लु। म अहिलेसम्म 8000 माथिको हिमाल देखेको थिएन, त्यही भएर त्यो एक्साइटमेन्ट, त्यो जोस वाज कम्प्लिटली डिफरेन्ट। जहिले पनि हिउँमा ढाकिएको ट्रेल हामी जाँदा इट वाज कम्प्लिटली ग्रिनल्यान्ड। असारको महिना थियो, नेपालभरि पहिरो आइरहेको बेला हामी मनास्लु जानलाई हिँडेको थियौँ। होल 12 दिनको ट्रेकमा हामी 2 जना मात्र थियौँ, तर डर भन्ने कुरा अलिकति पनि थिएन माथि नपुग्ने बेलासम्म। हामी काठमाडौँबाट बाइकमा हिँडेको थियौँ। आफ्टर गोर्खा बजार बाटो यस्तो हिल्लै हिल्लो थियो, झरनाहरूले ताण्डव मचाइरहेको थियो, पानी पुरै आउटब्रस्ट भइरहेको थियो। फर्स्ट डे नै यस्तो च्यालेन्जिङ भयो, झन् अगाडि त के हुन बाँकी थियो। तर हामी नेपालीको एउटा लास्ट खतरा बानी छ नि, जस्तो सुकै दुःखमा पनि हामी बबाल रमाइलो गरिदिन्छौँ। यस्तै छ उकालो, केही छैन, अहिले गर्ने पुगिहाल्छ। कस्तो छ रे उकालो? यस्तै छ कि यस्तै मार्दिलाई टप दियो। फर्स्ट डे हामी माछा गाउँमा बसेको थियौँ र आउनेवाला एडभेन्चरको लागि एकदम रेडी थियौँ। आई थिङ्क तपाईँ घुम्न जानलाई कुनै सिजन कुर्नु पर्दैन। नेपाल इज ब्युटिफुल इन एभ्री सिजन। अल सिजन हेभ इट्स अन ब्युटी।